हेलो साथीहरू सबैलाई नमस्ते। म चाहिँ तपाईहरुको साथी प्रिया पुनमगर। म चाहिँ तपाईहरुले चाहिँ आज मेरो स्किन केयरको बारेमा चाहिँ स्किन केयरको यो प्रोडक्टहरुको बारेमा चाहिँ भनिरहेको छु। म चाहिँ 2-3 इयर्स भयो होला त्यो स्किन केयर गर्न लाग्यो। त्यो भन्दा पहिला चाहिँ म गर्दैन थिए हैन। तर अहिले चाहिँ उमेर बढिरहेछ अनि उमेर बढ्दसँगै स्किन केयर नि गर्नुपर्ने रहेछ हैन अलिअलि। त्यही भएर चाहिँ म चाहिँ देखाइरहेको छु हैन। सबैभन्दा पहिला चाहिँ हेर्न सक्नुहुन्छ मेरो यो फेस वासको यो के रे प्लम राइस वाटरको हैन। अनि मेरो चाहिँ टोनर पनि यहीको थियो तर अहिले चाहिँ कहाँ गएछ मैले चाहिँ भेटाइरहेको छैन। त्यही भएर काम चलाउको लागि हैन मैले चाहिँ यो रोज वाटर हो कि के हो यो वाला टोनर युज गरिरहेको छु हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ मेरो सिरम पनि हेर्न सक्नुहुन्छ। यही उसको प्लमकै हो यो प्लम त्यो राइस वाटरको हेर्न सक्नुहुन्छ। यो चाहिँ राम्रो छ। अनि त्यसपछि चाहिँ मैले चाहिँ युज गर्छु हैन यो मोइस्चराइजर यो नि प्लम राइस वाटरको हैन हेर्न सक्नुहुन्छ। मैले चाहिँ सबै प्लमकै युज गर्छु हैन। तर चाहिँ यो प्लम राइस वाटरको चाहिँ ओइली फेसको लागि राम्रो नहुँदो रहेछ। त्यसपछि चाहिँ मेरो चाहिँ डनी फोर आयो यसको लागि पिम्पलहरु आएर। त्यसपछि मैले चाहिँ यो स्याडोको हैन यो जेल वाला यो SPF 55 अनि PA++ भएको यो चाहिँ गर्छु। यो चाहिँ सन ब्लक एकदम राम्रो हुँदो रहेछ उसको लागि चाहिँ ओइली फेसको लागि। यो चाहिँ न्यू हो मैले अस्ति भर्खर ल्याए। पुरानो चाहिँ यही छ यो सकिन लाग्छ यसमा थोरै छ हैन। यसले चाहिँ मेरो डनी फोर चाहिँ अलि कम गरेछ नत्र पहिला मेरो पिम्पलै त्यसपछि चाहिँ यो चाहिँ मेरो यो चाहिँ बडी लोसन हैन बडी लोसन ह्यान्ड मतलब हातमा चाहिँ लगाउने हुन्छ कहिलेकाहीँ। त्यसपछि हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो स्याम्पू हो मामा अर्थको चाहिँ हेर्न सक्नुहुन्छ। मामा अर्थको यो चाहिँ स्याम्पू हो हैन यो स्याम्पू यो चाहिँ मेरो सकिन लाग्छ। त्यही भएर चाहिँ अस्ति मैले हेर्न सक्नुहुन्छ यो अनलाइन मगाएको थिएँ। यो चाहिँ अलि सानो छ यो चाहिँ ठुलो छ यो चाहिँ अब सानो छ। यो मैले इन्डियादेखि लिएर आएको थिएँ। यो चाहिँ यही नेपालमा दराजदेखि मगाएको। यसमा चाहिँ कति 400 ml छ भनेपछि यो चाहिँ कति ml हो यो चाहिँ 600 ml रहेछ हैन। अब यो चाहिँ मेरो सकिन लाग्छ। त्यसपछि चाहिँ कहिलेकाहीँ चाहिँ म हैन टाउकोमा तेल पनि लगाउँछु। तेल चाहिँ यो नवरत्नको तेल हो। यो चाहिँ म प्राय त लगाउँदैन तर कहिलेकाहीँ अब कपाल सेट गर्नको लागि लगाउँछु नि त। यति चाहिँ मेरो स्किन केयर हैन। म चाहिँ मेकअप चाहिँ म गर्दिन। मेकअप गर्न पनि आउँदैन। मेकअप गर्नै आउँदैन हैन गाइजहरु। अनि मेकअपको प्रोडक्टहरु पनि मैले केही नै किनेको छैन। मेकअप नै गर्दैन म आउँदैन। अब पछि सिक्नु पर्ला गाइजहरु किनभने यो पनि भर्खर सिकेको। हेर्न सक्नुहुन्छ यति धेरै प्रोडक्टहरु किनेर तर